फाइनल्ली बिहे भयो। उसको र मेरो बिहे भयो। ऊ म बिना हाँस्न नसक्ने अनि म ऊ बिना बाँच्न नसक्ने। त्यस्तै त्यस्तै थियो हाम्रो सम्बन्ध। त्यो सम्बन्धलाई गाढा बनाउन म उसलाई लिन हिँडेँ बिहानीको 4 बजे नै गाउँबाट धेरै टाढा। लगभग 2 घन्टाको यात्रापछि म लेकतिर आइपुगेँ। अब यहाँदेखि फेरि बेसीतिर झार्नुपर्छ अनि हाम्रो भेट कतिखेर हुन्छ त थाहा छैन, तर पनि भेट छिटै हुनेछ भन्ने आशमा कुदिरहेको छु। कल आयो? उठेको छैनौ कान्छी? 4 बजेर 13 मिनटमा हिँडेको म। बर्खाको टाइम एकदमै अन्धकार थियो, तर म अगाडि बढी नै रहेँ मात्र उसको लागि। बिहान भइसक्यो अनि बिहान हुनुसँगै हामी चाहिँ हिँडिसकेको, बाटो लागिसकेको। अनि हामी कता जाँदैछौँ कान्छी? घर जाँदैछौँ। ऊ चाहिँ फर्स्ट टाइम जाँदैछ, भागेको नि। हिजै म आउँदा पनि अलिअलि खिचेको थिएँ, फेरि भेट भएको त अझै त खिच्नै बिर्सिगएछ। बल्ल बल्ल भेट भएको के भिडियोको त बस्नै हुँदैन नि। त्यही भएरै चाहिँ लाग्दैछौँ घरतिर। झोला मेरो त झोलामा एक जोर मात्रै लुगा छ नि। फेरि अरू त सबै मेरो टाकटुकै भोकाइदिएको नि त आज। झोला कत्रो देखिन्छ ठुलो गरौँ भयो पारे। लास्टै पिरो उपरै पिरो चाहिँ प्याकिङ चाउमिन थियो। त्यो ठाउँमा त जहिले पनि पिरो नलाइदिनु भन्दाखेरि लगाइदिइहाल्नु हुन्छ हौ। जहिले पिरो लगाइदिइहाल्नु हुन्छ, तर पनि मिठी चाहिँ मिठी हुन्छ नि। ल रुनै हाल्छ। पानी भर्छु म चाहिँ नपर्खी जानु हुन्छ। अनि मैले बल्ल बल्ल भरेर लिएको पानी खाँदैछ अहिले। परिन्छ कि मान्छे नपर्खी सुई 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 सुई। ओ बाँदरै बाँदर कति धेरै नि। लत्तै रत्ताले हान्नु जस्तै होइन। गाउँतिर घुम्न आउँदा चाहिँ यसरी नै हिँडेर जानुपर्छ। गाडीको बाटो पनि खन्त छ होइन, तर बर्खाको टाइममा त गाडी जाँदैन। चल्नु सक्छ। कोहीलाई माछा मार्नु आउनु रहर लाग्छ भने चाहिँ यस्तै हो है बाटो। डर भएर हिँड्दै आउनुपर्छ। अहिले चाहिँ हामी माथि लेकतिर चढ्दैछौँ। अहिले चाहिँ पानी आउनु थालिसक्यो, तर नि हामी चाहिँ हिँडिरहेछौँ। हामी चाहिँ अहिले यताको बाटो, यता तलको बाटो आएको, यता तलबाट यो लेकमा चाहिँ मेरो फर्स्ट टाइमै पानी पर्नु थालिसक्यो। अब चाहिँ हामी नुम भन्ने ठाउँ पुग्नुपर्छ अरे। कता उता डाँडामा छ अरे नुम चाहिँ, त कतातिर डाँडातिर।
हामी यहाँ आइपुगेका छौँ अनि हिजो चाहिँ हामी त्यहाँ पर नुम डाँडामा बसेको थियौँ नुम बजारमा अनि त्यहाँदेखि हामीले खान्छी हिँड्दा हिँड्दा वक्का दिक्का हिजोदेखि वक्का दिक्का लगाइसक्यो नि लाग्छ नि त नि अनि यत्रो हिँडाउँछ मेरो रुने वातावरण पनि छैन हौ हाँसाएर हँसाएर हँसाउनु मात्र खोज्छ अच्छा माथि चढ्छौँ फेरि गाउँ पुग्न त कति न कति टाढा छ के भयो घर आउने बेलामा आमा रुन्छु घर यहाँ पर छ यो अनि फेरि आउने बेलामा यति राति राति नै पर्नु परिसक्यो तर पनि हाँसौँ कि रुम भइरहेको छ तल त्यो रातो घरदेखि पनि तलै छ जाउँ आऊ नमस्ते गर्दै बचाइदिनु है भगवान् भन्दैछ म बचाउँछु तिमीलाई यता घर चाहिँ अब आउने बेला भएर हामी चाहिँ भागेर पहिला आएको नि भन्नु न हौ त्यस्तो डरले घट्दैन मिचम बिस्तारै 5 मिनट पनि लाग्दैन आऊ आऊ कान्छी गाह्रो पो छ त नि ऊ जुका टाइम जुका देखेको पनि मैले पक्रिनु पनि थालिसकेँ यस्तो खतरा भइसक्यो कान्छी अब अनि अब चाहिँ घर पुग्ने बेला रात परेको थियो अब यस्तै अवस्थामा हामी हिँडिरहेका छौँ अनि हाम्रो कान्छी चाहिँ अघिदेखि उतैदेखि घर देखिन थालेदेखि नै योहरू यहाँ माथि घरको गाउँ पुगेर बिहानको 4 बजे आज हाम्रो बिहे थियो अनि कान्छीले घर लिप्न थाल्यो त्यही भएर खिचेको आजको बिहे त्यही भएर खिचेको तर गरी भयो त एकैछिनमा नुहाएपछि म गोरी हुन्छु भनेर तपाईँलाई मैले भनेकै थिएँ त पाकिसक्यो यार कुखुरा के ढिलो गरे यार यहाँ पर्तिर कुखुरा के ढिलो गरे यार भनेको बेहुला मान्छे त आज जहाँ पनि खट्नु पर्यो नि त होइन उही साथीहरू यहाँ चाहिँ यसरी नै काम चलिरहेको छ मैले नयाँ पाल ठुलो लगाउनु लाग्नुभएको छ यस्तो धुवा भइरहेछ नि यहाँनिर भाउजूले चाहिँ जाँड बनाउँदै हुनुहुन्छ मजा आइरहेछ भाउजू जाँड बनाउनु जाँड बनाउँदै हुनुहुन्छ फर्स्ट टाइम होला नि कि ए त्यसो भए त केही प्रब्लमै छैन यो नि सबै छानहरू लगाइसक्नु भएको छ
अब एकछिन तयार आउनु एकछिन पर्खिनु पर्छ है 2 घन्टामा हुन्छ भात खानु भोक भोक लागिरहेछ यहाँनिर के पकाउनु भएको भात खानामा ध्यान चाहिँ दिइरहेको दिनु चाहिँ पर्ने हो खै यो खुट्टा बिपनालाई पोली खाना अनुममा साईहरूलाई यो सन्दर्भहरू कसरी भेट गर्दा हाम्रो भाइसँग के सब्जेक्ट हो अब चाहिँ हामी खाना खानु लागेको यहाँनिर खानाहरू थुप्रै यहाँनिर खाना खाँदै हुनुहुन्छ अहिले चाहिँ यहाँनिर नाना पनि खाना आउनुभएको छ मिठो छ नाना मेरो सकिसक्यो माई गुडनेस अरे यहाँनिर भन्छ चलिरहेको छ सेवा मुखमा आयो नमस्ते गर्नुपर्छ अरे बत्ती के उठ्यो बत्ती अब यो हाम्रो एउटा कुरोले चाहिँ हाम्रो यो सरस्वती थोरै मात्रै हो के यहाँनिर अहिले चाहिँ अब भान्सा चलाउने कुरो चलिरहेछ है त यहाँनिर चाहिँ खाना प्याक गर्दै हुनुहुन्छ है हाम्रो दाइहरूले देख्न सक्नुहुन्छ यो तरिकाले थुम्चेमा चट्ट पारेर देख्न सक्नुहुन्छ साथीहरू है यहाँनिर खाना गयो है त पुरै मिलेन भान्सा चलिरहेको छ देख्न सक्नुहुन्छ चलिरहेको छ देख्न सक्नुहुन्छ यहाँनिर अब चाहिँ
मान्छे त कति आँखाले मात्रै हेऱ्यो भने त यो फेडे फेडे क्याम्पमा आमा चाहिँ निपगान भने नै गर्नुपर्छ छोकरी पनि कुनै पनि ठुलो हुँदैन आँखाले मात्र हेर्ने होइन हामीलाई हेर्नुपर्छ है कानुन त नहुनु सेकेन्ड सम्म सबै त्यो देउताहरू सुहा अझ त्यो रोगले भेट्यो होला अबदेखि नभेट्छ तन्त्रको भनाइ अनि मैले भन्नुपर्दाखेरि अझ 2083 सालको अनि गीत राम्रो लगाइदिनु है लुङ्गी त लाएर मान्छेहरू आधाभन्दा धेरै चाहिँ गइसक्नु भएको छ कुनै चाहिँ अहिले भर्खर आउँदै हुनुहुन्छ अनि हाम्रो भान्सा सान्छ पनि सबै उठिसकेको छ सो एकदमै रमाइलो भयो डान्स गरेको हामीले पनि अनि दादा दिदीले पनि डान्स दादा दिदी त नभनौँ दादा र भाउजूले पनि ए भगवान् भन्ने होइन दादा र भाउजूले पनि डान्स गर्नुभयो हामी बीच मनसँग मन त पहिले नै जोडिएको थियो अनि आज पुरा धन पनि जोडियो सायद हामी आफूभित्र त पहिले नै माया थियो तर अब सबैको सामु एकअर्कालाई माया गर्ने क्षमता पनि भयो फाइनल्ली हाम्रो बिहे भयो बिहे